महानायक राजेश हमाल र दाइ हत्तपत्त थाक्नुहुन्न असाध्यै राम्री अलिअलि जवानी त देखेको छ यो चलचित्रमा मेरो। अब त्यो जवानीलाई दर्शकहरूले कसरी लिनुहुन्छ हेरौँ। एकदम चिर परिचित खालि सहकर्मी मात्रै नभएर सहयात्री पनि हो। सरोज खनालजी हुनुहुन्छ। 3 करोड नेपालले प्रतीक्षा गरेर फिल्म हो बिकज अफ महानायक राजेश हमाल। धेरै पछि लगभग 32 वर्षपछि स्क्रिन सेयर गर्न पाएँ महानायकसँग। त्यो मेरो लागि पनि गौरवको कुरा थियो। मैले भट्टराईकी छोरी भन्ने बित्तिकै राजेश दाइले मलाई यसो हेर्नुभयो। दाइ हजुर पनि त भट्टराईको ज्वाइँ सेनिसा भट्टराईजी हुनुहुन्छ। सेनिसा ठिक भने होइन, मैले अहिले त नामै कन्ट्रोल बनाएर आएको छु मैले। हजुरलाई स्वागत छ। निन्द्रा पुग्या छैन दाइ, थाक्या जस्तो मात्र देखिनु भयो हो, तर नेपाली चलचित्रमा सबैभन्दा बढी थाक्दै नथाक्ने मान्छे भनेको को हो र अहोरात्र खटिएर नेपाली चलचित्रलाई आजको यो स्थानमा पुर्याउने मान्छे भनेको महानायक राजेश हमाल र दाइ हत्तपत्त थाक्नुहुन्न दाइ युवा हो र युवामा जुन जोश हुनुपर्ने हो त्यो जोश र होश दुवै दाइमा छ। त्यही भएर त महानायक राजेश हमाल हुनु भएको छ। राज कटवाल राजजी आउनुहोस्। मेरो लागि त पहिलो फिल्म भनेकै नरसिंहमा हो भनेर राजले पहिलादेखि नै भनेको छ, तर राजका कुरा हामी गर्दैनौँ। यही फिल्म पहिलो बनोस् र इतिहास रचोस्। शुभकामना। नायिका सनिसा भट्टराई। सनिसाजी आउनुहोस्। जति राम्री हुनुहुन्छ त्यति नै राम्रो अभिनय गर्नुहुन्छ। अब versatile senior actor सरोज खनाल। जस्तो अभिनयमा पनि फिट आदरणीय सरोज खनाल। असाध्यै राम्री अभिनय गर्नलाई बल्ल सुरु गर्नुभयो, पहिलादेखि गर्नु पर्थ्यो। मिस नेपाल उषा खड्गे। यता सर्दै जानुपर्ने भयो, म यता बस्छु। पुरो त्यो मेरो शत्रु को करायो? पक्कै मदन हुनुपर्छ। बेला बेला उत्सव पनि हुन सक्छ। अब म नाम लिँदै जान्छु कलाकारहरूको। आदरणीय नीर शाह, तालीसी बजाइदिउँ न। नायिका नीति शाह, अर्जुन श्रेष्ठ, दीपा शाही। यहाँ उपस्थित सबैमा नमस्कार छ। आज पत्रकार बन्धुज्यूहरू नै एकदम चिफ गेस्ट बन्नुभएको छ, प्रमुख अतिथि बन्नुभएको छ र आजको यो सम्पूर्ण कार्यक्रम विशेष त तपाईँहरूकै लागि हो। तपाईँहरूले चाहिँ यसलाई राम्रोसँग दर्शक सामु सम्प्रेषण गरिदिनुहुन्छ भन्ने आशा लिएको छौँ। र फाइनली नरसिम्हाको ट्रेलर निस्केको छ। हिजो जस्तै लाग्छ दिवाकरजीले मलाई फोन गरेर दाइ एउटा प्रोजेक्ट छ कुरा गरौँ भनेको। त्यसपश्चात हामी बसेर कुरा गर्दाखेरि अब यो प्रोजेक्ट गर्ने कि नगर्ने भन्ने किसिमको दुविधा। त्यसपश्चात हामी धेरै बेर चाहिँ नि यो सब्जेक्टलाई लिएर डिस्कसन गऱ्यौँ, के कस्तो हुनसक्छ भन्ने कुरा। र त्यसपश्चात छायाङ्कनमा गयो र आज फाइनली ट्रेलर पनि आएको छ र जेठ 9 गते त्यसको रिलिज पनि छ।
भनेपछि समय चाहिँ एउटा रफ्तारमा बगि नै रहन्छ। भन्छन् नि भूत चाहिँ नि वर्तमान हुन केही बेर लाग्दैन र वर्तमान चाहिँ नि फेरि भूत हुन केही बेर लाग्दैन। अब हाम्रो सामान्य छ नरसिंहमा जेठ 9 गते चाहिँ यसको रिलिज डेट छ। केही समय पश्चात चाहिँ नि चलचित्रमा पुनः काम गरेको छु मैले। अब हेरौँ दर्शकहरूले कसरी लिनुहुन्छ। अलिअलि जवानी त देखेको छ यो चलचित्रमा मेरो। अब त्यो जवानीलाई दर्शकहरूले कसरी लिनुहुन्छ हेरौँ। त्यस पश्चात अब अन्य अरू टिमहरू पनि एकदम चिर परिचित, खालि सहकर्मी मात्रै नभएर सहयात्री पनि हो। सरोज खनालजी हुनुहुन्छ, निर शाहजी हुनुहुन्छ, यसमा अर्जुन श्रेष्ठजी हुनुहुन्छ, क्यामेराम्यान राजु थापासँग त मैले धेरै चलचित्र गरेँ र पुनः फेरि नरसिंहमा उहाँ पनि हुनुहुन्छ। त्यसैले एउटा टिम चाहिँ एकदमै चिर परिचित टिम। दिवाकर भट्टराईजी पनि मेरो लागि नौलो व्यक्ति होइन, उहाँसँग पनि धेरै कार्यहरू भएको छ। एउटा चलचित्र त विगतमा छायाङ्कन नै गर्नु, के अरे निर्देशन नै गर्नुभएको छ उहाँले। त्यसैले अब यो टिमले चाहिँ नरसिंहमा लिएर आएको छौँ हामीहरूले। हेरौँ कस्तो हुन्छ। मलाई आशा छ कि दर्शकहरूले यसलाई रुचाउनुहुन्छ। अहिले भर्खरै विदेशको भ्रमणबाट आएको छु। विदेशमा बस्ने नेपाली दिदीबहिनी दाजुभाइहरूले पनि केही अपेक्षा राख्नु भएको छ यो चलचित्रलाई लिएर। यस्तो किसिमको ट्रेलर त होइन, अमेरिकाको एउटा जमघटमा हामीले टिजर चाहिँ नि फेरि देखाएको थियौँ, जुन टिजर मैले पहिलोचोटि त्यही अमेरिकामै हेरेको थिएँ। टिजर हेरे पश्चात उहाँ बस्नुहुने नेपाली दिदीबहिनी दाजुभाइहरू पनि एकदमै उत्साहित हुनुहुन्छ। अब हेरौँ जेठ 9 गते यसको परिणाम निस्कनेछ। मलाई पूर्ण आशा राख्छु कि दर्शकहरूले यसलाई रुचाउनु हुनेछ। हाम्रो नयाँ कलाकारहरू राजजी हुनुहुन्छ, सेनिसा भट्टराईजी हुनुहुन्छ। सेनिसा ठिक भने होइन, मैले अहिले त नामै कण्ठलाई बनाएर आएको छु मैले। अनि सो राजजीले एकदमै मेहनत गर्नुभएको छ। उहाँले चाहिँ नि आफ्नो भूमिकालाई कसरी चाहिँ नि राम्रोसँग उतार्ने, जीवन्त उतार्ने भन्ने चाहिँ एकदमै मेहनत गर्नुभएको छ। र प्रोड्युसर साहबहरू सबैलाई चाहिँ नि धेरै धेरै धन्यवाद दिन चाहन्छु। नरेन्द्र महर्जनजी त अब पुरानै अघि मैले भन्ने हाम्रै सहयात्री नै हुनुहुन्छ। उहाँ पनि, उहाँहरू सबै जुट्नु भएको छ, सबैले हातेमालो गरेर यो चलचित्रलाई चाहिँ निर्माण गर्नुभएको छ। अब हेरौँ जेठ 9 गते त्यसको प्रतिफल के हुनेछ। अनि उहाँ त तपाईँ नजिक भएर मैले बिर्सेँ। जो मान्छे नजिक हुन्छ त्यसलाई बिर्सिँदो रहेछ होइन। अनि उषा खड्केजीसँग त फेरि मेरो अनुभव छ। मैले उहाँसँग एउटा गीत त गरेको छु नि, म्युजिक भिडियो गरेको छु। र अझ धेरै पहिला मैले उहाँसँग चिनाजान पनि गरेको छु होइन। मिस नेपाल पश्चात हामी सँगै भैरवा पनि गएको थियौँ, बुटोल गएको थियौँ। त्यो सम्झना पनि छ। पुनः एउटा यो चलचित्रमा फेरि उहाँ पनि संलग्न हुनुहुन्छ। एकदमै खुसी लागेको छ। अब हेरौँ, लेट्स सी होइन के गर्छ नरसिंहमाले। हामी सबै उत्सुक छौँ, दर्शकहरू पनि उत्सुक हुनुहुन्छ भन्ने मैले आशा राखेको छु। जेठ 9 गतेको चाहिँ हामी प्रतीक्षा गरौँ। धन्यवाद, थ्याङ्क यू। सम्पूर्ण पत्रकार मित्रहरूलाई पनि नमस्कार। एन्टायर हाम्रो टिमलाई बधाई भन्न चाहन्छु। अघि नरेशजीले भन्नुभयो जस्तै 3 करोड नेपालीले प्रतीक्षा गरेर फिल्म हो बिकज अफ महानायक राजेश सम्मान। मलाई आशा छ यो 3 करोड मान्छेले हाम्रो यो सिनेमालाई माया गरिदिनुहुन्छ भन्ने मैले आशा गरेको छु। हामी सबैले शुभकामना। धेरै पछि लगभग 32 वर्षपछि स्क्रिन सेयर गर्न पाएँ महानायकसँग। त्यो मेरो लागि पनि गौरवको कुरा थियो। सँगसँगै अब राज भाइ जो एकदम एनर्जेटिक नयाँ प्रतिभा उब्रेर आउनु भएको छ, सनिसाजी, अनि मेरो जोडी उषाजी। थ्याङ्क यू डिरेक्टर साहब, ब्लेमिङ अन अस। तपाईँको हार्डवर्कले अवश्य पनि केही रङ ल्याउँछ भन्ने टेलर हेरेर मैले त्यस्तो झझल्को पाएँ। थ्याङ्क यू। सर्वप्रथम त सम्पूर्ण पत्रकारज्यूहरूलाई नमस्ते र आफ्नो अमूल्य समय निकालेर हामीलाई साथ दिनको लागि आइदिनु भयो। र भर्खरै हाम्रो चलचित्र नरसिंह अवतारको ट्रेलर हेरिसक्नु भयो। कस्तो लाग्यो हजुरहरूलाई?
यसरी नै हजुरहरूले चलचित्र पनि मन पराइदिनु हुनेछ भन्ने आशा छ र जेठको 9 गते हाम्रो चलचित्र नरसिंह अवतार देशका सबै सिनेमाघरहरूमा प्रदर्शनीमा आउँदैछ। आशा छ सबैजना दर्शक श्रोताहरूले रुचाइदिनु हुनेछ र यही नै हो। थ्याङ्क यू। अब हाम्रो सम्पूर्ण टिमले एकदमै धेरै मेहनत गरेका छौँ, पक्कै पनि सबैलाई राम्रो लाग्नेछ। थ्याङ्क यू। मैले भट्टराईकी छोरी भन्ने बित्तिकै राज दाईले मलाई यसो हेर्नुभयो, दाई हजुर पनि त भट्टराईको ज्वाइँ। अबका लागि राज कटुवाल। थ्याङ्क यू दाई। उपस्थितिको लागि सबैलाई धन्यवाद। अब खासै बोल्नुपर्ने कुरा त केही छैन। हजुरहरूलाई ट्रेलर कस्तो लाग्यो भनेर अब नायिकाजीले सोधिसक्नुभयो होइन, तपाईँहरूले राम्रो लागेको भन्ने प्रतिक्रिया दिनुभयो, त्यसको लागि धन्यवाद। बाँकी कुरा चाहिँ जेठ 9 पछि गरौँ होला। जय नरसिंह। नमस्ते सम्पूर्ण मिडिया साथीहरूलाई धेरै धेरै धन्यवाद। र हाम्रो चलचित्रको गीत त एकदमै ट्रेन्डिङमा गइसकेको छ। आजको ट्रेलर अवश्य पनि हजुरहरूलाई राम्रो लाग्यो होला, मलाई चाहिँ एकदमै राम्रो लाग्यो। थ्याङ्क यू दिवाकर भट्टराई फर कन्भिन्सिङ मी टु इन्टर नेपाली मुभी इन्डस्ट्री। र मेरो एकदम गुड डिसिजन जस्तो फिल भइरहेछ। एन्ड थ्याङ्क यू राजेश दाई, थ्याङ्क यू राज, थ्याङ्क यू सनिषा, सरोज दाई, थ्याङ्क यू अल इन्टायर टिम, थ्याङ्क यू सो मच इच एन्ड एभ्री वान। र मेरो यो पहिलो चलचित्र नरसिंहको पहिलो गीत ट्रेन्डिङमा गयो। पहिलो आज झलक ट्रेलर पनि राम्रो भएको छ, हजुरहरूले मन पराउनुहुन्छ भन्ने आशा छ। बाँकी अरू हाम्रो काम, विशेष गरेर म चाहिँ मेरो कामलाई लिएर कस्तो हुन्छ भनेर एक्साइटेड छु, कसरी मलाई दर्शकले हेर्नुहुन्छ भन्ने, किनभने अभियसली पहिलोमा अलिकति डर त हुन्छ नै। सो हजुरहरू सबैलाई जेठ 9 गते डेट चाहिँ मार्क गरेर राख्नु होला भन्ने अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू सो मच। सम्पूर्ण यहाँ जति पनि आइदिनु भएको छ पत्रकार मित्रहरू, हाम्रो अतिथिहरूप्रति म आभार व्यक्त गर्दछु। आज हाम्रो पहिलो झलक यो एउटा सिनेमाको गीत त सबैले मन पराइदिन सक्नु भएको छ। पहिलो झलक हजुरलाई कस्तो लाग्यो? राम्रो लागेको खण्डमा हजुरहरूको प्रतिक्रिया पाऊँ। र हामीले अब जेठ 9 गते हाम्रो चलचित्र आउँदैछ। हाम्रो टिम, सम्पूर्ण टिमले मेहनत गरेको छौँ, सबैले सिनेमा बनाउँदा मेहनत गर्छौँ। र यो चाहिँ विशेष महानायक राजेश हमालज्यूको चाहिँ एउटा ग्याप पछिको चलचित्र भएको हुनाले अलिक बढी प्रेसर प्लस मेहनत सबै कुरा जरुरी थियो। त्यो हिसाबले हाम्रो सम्पूर्ण टिमले स्वयं दादाले नै पनि एकदमै धेरै मेहनत गर्नुभएको छ। आशा छ ट्रेलर हजुरलाई मन पर्यो होला र सिनेमा पनि एक हदसम्म हजुरलाई पक्कै पनि मन पर्नेछ हामीले विश्वास लिएका छौँ। बाँकी जेठ 9 गते। धन्यवाद।